झोरले नमस्ते, वेलकम टु माई मिनी भ्लग। तपाईँहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज पनि म तपाईँहरूको सामु मिनी भ्लग लिएर आएको छु। म चाहिँ आज घर जान लाग्यो। घर जाँदा जाँदा पानी पर्ला जस्तो भएर आकाश अँधिरो गरिरहेको। सायद पानी बाटोमा भेटाउँछ होला, अँधिरो गरिरहेको छ। म चाहिँ साँझतिर घर जान लागेको थिएँ, एक्जाम सकेर। एक्जाम चलिरहेको छ क्या आजभोलि, त्यही भएर खासै मिनी भ्लग बनाउनु पाएको छैन। अँधिरो भयो, सायद पानी भेटाउँछ होला। देख्न सक्नुहुन्छ म चाहिँ आधी बाटोमा पुगेँ। हाम्रो चाहिँ पिर्तनाको गेट हुँदै तलतिर साइडबाट हाम्रो घर जान्छ है, देख्न सक्नुहुन्छ। यहाँदेखि हामी चाहिँ यहाँदेखि भएर हाम्रो चाहिँ करेखोला जाने चाहिँ यहाँदेखि सिमाना वीरेन्द्रनगरतिर चाहिँ यहाँदेखि सुरु हुन्छ है, देख्न सक्नुहुन्छ। यहाँबाट आउन सक्नुहुन्छ तपाईँहरू घुम्न चाहनुहुन्छ भने। पानीले भेटायो बाटोमा भन्दै थिएँ मैले, पानीले भेटायो, त्यही भएर क्यामेरा नि भयो। बाटोमा पानीले भेटाएर जाडो हुन्छ क्या हो, के साह्रो पानी परेको। जोरसान डाँडा हो यो चाहिँ हाम्रो घर जाने बाटो, देख्न सक्नुहुन्छ। यहाँ मन्दिरहरू पनि छ, मन्दिर छ काली माताको। यहाँदेखि अगाडि बढ्दै पानी पर्दा नि यस्तो जाडो भयो, के साह्रो। के गर्नु, गाह्रो छ। पानीले भेटाएर ठिकै थियो, पानी परेर ठिकै थियो। हुरी बतास चलेर देख्न सक्नुहुन्छ। हामी चाहिँ सर्टकट बाटो, माथिल्लो बाटो आएको, तल्लो बाटो नगएर पानी परे हतार भयो। त्यही भएर हामी चाहिँ माथिल्लो आएको, बाबा र म चाहिँ माथिल्लो बाटो आयौँ। पानीले भेटाएर हुरी बतास चलेर के साह्रो हो। के घर आउनु थियो, पानीले त घरै जानु दिएन हौ। पानी परेर बाटैमा चिसै भयो कपडा। मैले फेरि चेन्ज कपडा लगेको थिइनँ, म उठेर बिहान फर्किने भनेर हुरी बतास चलेर घर जान लाग्यो त कालै कालो भएको। गाउँतिर चाहिँ सुरु हुन लागिसक्यो बर्खा, त्यही भएर पनि पानी पऱ्यो भने बिउ राख्छन् गाउँ साइडमा चाहिँ। त्यही भएर हामी चाहिँ खापोखिरा भन्ने ठाउँमा आइपुग्यौँ। गएको त बाख्रा कि बाटोमा अरू बाख्रा चलाएर आउनु भइरहेछ, देख्न सक्नुहुन्छ। गाउँघरतिर चाहिँ बाख्रा चलाउनु जान्छन् यो सिजनमा, कति धेरै बाख्राहरू। गाउँ आएपछि छिट्टै रमाइलो हुन्छ कि, बाख्रा हो, हरियाली, गर्मी पनि नहुने, बजारमा जस्तो शीतल हुने। शीतल बेसी मारी पानी परेर बिचमा पानीले यस्तो चिसो बनायो कि के गरौँ, गाह्रो छ नि। यहाँबाट चाहिँ हाम्रो गाउँ देखिन्थ्यो, पानी परेको ढुरी लागेको भएर देखिएन खासै। यहाँ चाहिँ हामी यहाँदेखि अगाडि बढ्यौँ। त्यसपछि हामी चाहिँ खोला निम्न आयौँ। खोलाबाट माथि उकालो राख्दै अनि यहाँ चाहिँ कुखुराको फार्म रहेको छ हाम्रो घर तलतिर। यो चाहिँ हाम्रो गाउँ। यहाँदेखि हल्का माथि चाहिँ मेरो घर छ। पानी परेर कपडा त चिसै भयो, जाडो के साह्रो। गाउँ आयो भने छुट्टै रमाइलो हुने कि, हरियाली, बिउ राख्ने सिजन भयो, रोपाइ चल्न लाग्यो गाउँघरतिर चाहिँ रमाइलो हुन्छ। बजारबाट गाउँ आउँदा धेरै रमाइलो, खुसी लाग्छ हो, के साह्रो। देख्न सक्नुहुन्छ। फाइनली घर आयौँ। बिउ राख्नु भइरहेछ, पानी अझै पनि फाटेको छैन घर आउँदाखेरि। अनि म चाहिँ बिउ राखेर यस्तो बिउ छर्नको लागि हिलाएर राख्नु भइरहेछ मम्मी बुवाहरूले चाहिँ, देख्न सक्नुहुन्छ। म चाहिँ भित्र आएँ, म चाहिँ कपडा चेन्ज गरेँ। त्यसपछि के साह्रो जाडो भएको, पानी हुरी बतास उडाउला जस्तो। मलाई त उडाउँथ्यो क्या, पातलो छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई। अर्को भिडियो भेटौँला, थ्याङ्क यू।